हुन्छ। अब यो समितिको सुझाव, यो प्रतिवेदनको आधारमा हामीले कारगर ऐन पनि संशोधन गरौँ सबैजना मिलेर। अझै त्यसमा थप गर्नुपर्ने छ भने अझै थपौँ हामीले, किन यो जस्तो ऐतिहासिक मौका हामीलाई सायद कहिल्यै पाउँछौँ जस्तो लाग्दैन। अब हाम्रो शहीदहरू, घाइतेहरू र जतिजना जेनजी भाइ बहिनीहरू जतिजना अहिले पनि कारागारमा हुनुहुन्छ, उहाँहरूको देन हो जस्तो लाग्छ मलाई। त्यसमा रेस्पेक्ट पनि गर्नुपर्छ र हामीले त्यो उहाँहरूको विश्वासलाई चाहिँ नतोडिकन हामी अगाडि बढ्नुपर्छ। हामी मिहिनेत गर्नु तयार छौँ। यो समितिले पनि त्यही अनुसारमा काम गरिरहेछ। यो समितिले काम नगरेको होइन, जुन चाहिँ हामीले जेनजीहरूलाई निकाल्ने सम्बन्धमा हामीले जुन चाहिँ समिति खडा गरेका छौँ, त्यो समितिले पनि आफ्नो काम कारबाही चाहिँ अगाडि बढाइसकेको अवस्था छ। र भिजनका साथ, किनभने एकचोटि गल्ती गरिन्छ, दुईचोटि चाहिँ गल्ती गरिँदैन। अनि मैले अघि नै पनि एकजना म्यानेजरले सुन्ने र थुन्नेको डायलग पनि हान्नु भएको थियो होइन। अब यो सुन्ने र थुन्ने भन्दाखेरि पनि तपाईँको सुनेर पनि थुनेर पनि अझै पनि नहेर्नु चाहिँ सम्बन्धित निकायको कमजोरी जस्तो लाग्छ मलाई चाहिँ होइन। यसमा चाहिँ हाम्रो मात्र कमजोरी होइन। अब